तपाईले अब मात्र 5 लाखको बजेटमा आफ्नो पुरै घरको रेनोभेसन गर्न सक्नुहुन्छ। के तपाईलाई थाहा छ अब तपाईसँग मात्रै 5 लाख छ र तपाईलाई आफ्नो घरलाई नयाँ लुक्स दिन मन छ भने यो सबै पोसिबल छ। अब आज कुरा गरौँ तपाईले 5 लाख भित्रमा आफ्नो घरको के रेनोभेसन गर्न सक्नुहुन्छ। नम्बर 1 मा आउँछ किचन मेकओभर। यदि तपाईको घरको किचन पुरानो छ अथवा तपाई त्यसलाई मोडुलर किचनमा टर्न गर्ने सोच्दै हुनुहुन्छ भने तपाईले 1 लाख देखि 1.5 लाख सम्मको बजेटमा यो काम गर्न सक्नुहुन्छ। अब जस्तै तपाईले किचनको क्याबिनेट चेन्ज, लाइटिङ अपग्रेड, स्टोरेज अपग्रेड जस्तो कामहरु मात्रै गर्नुहुन्छ भने त्यसको कस्ट कम लाग्छ र यदि तपाईले पुरै किचनलाई नै मोडुलर किचनमा ट्रान्सफर्म गर्ने हो भने त्यसको चाहिँ कस्ट अलि बढी लाग्छ। नम्बर 2 मा आउँछ बाथरुम रेनोभेसन। बाथरुम रेनोभेसनको बजेट तपाईले प्रयोग गर्ने मटेरियल अनुसार 80,000 देखि 1,50,000 सम्म लाग्न सक्छ। बाथरुम रेनोभेसनको काममा तपाईको शावर इन्क्लोजर इन्स्टल देखि सम्पूर्ण फिटिङ्सको कामहरु गर्न सकिन्छ। अब घरको बाथरुमको फिटिङ्सहरु पुरानो छ अथवा टाइल्स या सिङ्क केही पनि चेन्ज गर्नुपर्ने छ भने तपाईले यसलाई चेन्ज गरेर एउटा मोडर्न लुक क्रिएट गर्न सक्नुहुन्छ। नम्बर 3 मा आउँछ वाल डेकोर अर पेन्ट। यदि तपाईको घरको वाल पुरानो छ भने अहिले मार्केटमा पेन्टलाई रिप्लेस गर्ने विभिन्न खालको मटेरियल आउन थालिसकेको छ। तपाईले वाल डेकोर अथवा डब्ल्युपीसी प्यानल्स जस्तो डेकोरेसन सामग्रीबाट वाललाई अपग्रेड गर्न सक्नुहुन्छ। यसको कस्ट तपाईको मटेरियल अनुसार 80,000 देखि 1,20,000 सम्म लाग्छ। नम्बर 4 मा आउँछ लिभिङ रुम मेकओभर। अब लिभिङ रुमलाई मात्र ध्यानमा राखेर पनि तपाईले मेकओभर गर्न सक्नुहुन्छ। लिभिङ रुममा टिभी वाल इन्स्टलेसन देखि वाल प्यानल्सहरु हाल्ने र फ्लोरिङ चेन्ज गर्ने सम्मको काम रेनोभेसनमा गर्न सकिन्छ। यति सबै रेनोभेसन तपाईले 5 लाख भित्रकै बजेटमा रहेर पनि गर्न सक्नुहुन्छ। तपाईलाई चाहिँ यो रेनोभेसनको प्लान कस्तो लाग्यो कमेन्टमा अवश्य भन्नु होला र आफ्नो घरमा पनि रेनोभेसन गर्ने सोच्दै हुनुहुन्छ भने त्यसको थप जानकारीको लागि स्क्रिनमा देखाएको नम्बरमा आजै हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ।